नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आजको भिडियोमा चाहिँ म तपाईहरुलाई चाहिँ जीरो लेभलदेखि फुल स्ट्याक डेभलपरसँग हजुर चाहिँ कसरी पुग्न सक्नुहुन्छ एज अ डेभलपरको रूपमा म तपाईहरुलाई भन्दैछु। एज माई पर्सनल ओपिनियन चाहिँ म हजुरहरुलाई सेयर गर्दैछु है। तपाईहरु चाहिँ अब डेभलपर भन्ने बित्तिकै तपाईहरु चाहिँ पहिला चाहिँ सुरुमा कुनै पनि प्रोग्रामिङ ल्याङ्ग्वेजमा बेस बसाल्नुहुन्छ है। बेस बसाल्दै गर्दा तपाईहरुले कोडिङको पनि एउटा राम्रो कन्सेप्टहरु चाहिँ लिइसक्नुहुन्छ। यो जर्नी केवल ट्युटोरियल हेर्ने कुरा होइन, यो एउटा स्किल बिल्ड अप गर्ने प्रोसेस हो जुन डेली प्र्याक्टिस, प्यासन र कन्सिस्टेन्सीले मात्र डेभलप हुन्छ। सुरुमा सबै कुरा सिम्पल लाग्छ, HTML, CSS, पाइथन वा जाभास्क्रिप्ट हेर्दा इजी लाग्छ। तर जब तपाईँ एक्चुअल कोडिङ सुरु हुन्छ नि, तब रियल वर्ल्ड सुरु हुन्छ। कोडले लेख्छौँ, रन गर्छौँ, इरर आउँछ, फिक्स गर्छौँ, फेरि इरर आउँछ, अनि त्यही बेला धेरैले सोच्न थाल्छ, इज दिस रियली फर मी? तर यही मोमेन्टले नै डेभलपर बन्ने स्टार्टिङ पोइन्ट हो। किनकि कोडिङमा कन्फ्युजन आउनु नर्मल हो। कन्फ्युजन भनेको तिमी गलत छौ भन्ने होइन, कन्फ्युजन भनेको तिमी लर्न गर्दैछौ भन्ने साइन हो। जब तिमी लुप, फङ्सन, API, डेटाबेस जस्ता चिजहरू देख्छौ, सुरुमा सबै कम्प्लेक्स लाग्छ, तर यही कम्प्लेक्सिटी नै तिमीलाई नेक्स्ट लेभलमा लैजान्छ। डेभलपर बन्नु भनेको सबै कुरा थाहा हुनु होइन, डेभलपर बन्नु भनेको प्रब्लम सल्भ गर्न सक्नु हो। अब एउटा कुरा क्लियर गर, धेरै बिगिनरहरू ट्युटोरियल लुपमा फस्छन्, युट्युब हेर्छन्, नोट बनाउँछन्, तर बिल्ड गर्न जान्दैनन्। तर रियल डेभलपरहरू फरक हुन्छन्, उनीहरू वाच गर्दैनन्, मात्र बिल्ड गर्छन्। एउटा क्याल्कुलेटर बनाउँछन्, 2D एप बनाउँछन्, सिम्पल वेबसाइट बनाउँछन्। सुरुवातमा इम्पर्फेक्ट हुन्छन्, बग हुन्छ, डिजाइन खराब हुन्छ, तर त्यो इम्पर्फेक्ट कोडले नै तिनीहरूको फाउन्डेसन हो। अब तिमीले सोच्न थाल्छौ, इन्स्टाग्राममा कसरी काम गर्छ, युट्युबले भिडियो किन सजेस्ट गर्छ, गुगल सर्च कसरी इन्स्ट्यान्ट रिजल्ट दिन्छ, उबरले लोकेसन ट्र्याक कसरी गर्छ। अब तिमी युजरबाट सिस्टम थिङ्कर बन्न थाल्छौ। API, ब्याकएन्ड, डेटाबेस, सर्भर फ्लो, यी सबै चिज कनेक्ट हुन थाल्छन् र तिमीले टेक्नोलोजीलाई न्यू एङ्गलबाट बुझ्न थाल्छौ। तर यहाँ एउटा इम्पोर्टेन्ट ट्रुथ छ, कोडिङ मोटिभेसनले होइन, डिसिप्लिनले सिकिन्छ। मोटिभेसन आउँछ जान्छ, तर डिसिप्लिन डेली ह्याबिट हो। दिनमा 1 आवर कोडिङ, 1 प्रब्लम सल्भ, 1 स्मल फिचर बिल्ड, त्यही कन्सिस्टेन्टले 6 मन्थ पछि तिमीलाई कम्प्लिट डिफ्रेन्ट लेभलमा पुग्छौ। नेपालको कन्टेक्स्ट पनि बुझ्नुपर्छ। इलेक्ट्रिसिटी प्रब्लम, स्लो इन्टरनेट, डिस्ट्र्याक्सन, प्रेसर, सबै च्यालेन्जेस हुन्छन्। तर यही इन्भाइरोमेन्टको बिचमा पनि केही मान्छेहरू डेभलपर बनिरहेका छन्, किनकि उनीहरूले एक्सक्लुसिभ होइन, कन्सिस्टेन्सीको रोजे। डेभलपर लोकेसनमा डिपेन्ड गर्दैन, माइन्डसेटमा डिपेन्ड गर्छ। अब तिमी रियलाइज गर्छौ कि कोडिङ अलग सब्जेक्ट होइन, यो प्रब्लम सल्भिङ माइन्डसेट हो। डेटा स्ट्रक्चर, OOP, DBMS, अपरेटिङ सिस्टम, यी सबै केवल इक्जाम पास गर्ने चिज होइन, यी सबै रियल वर्ल्ड सिस्टम बुझ्ने फाउन्डेसन हो। अब तिमी कपी पेस्ट गर्ने लर्नर होइन, ओन लजिक बनाउने थिङ्कर बन्न थाल्छौ। पहिला तिमी ट्युटोरियल फलो गर्थ्यौ, अब डकुमेन्टेसन पढ्छौ। पहिले इरर देख्दा डराउँथ्यौ, अब डिबग गर्छौ। पहिले कन्फ्युजन हुन्थ्यो, अब सल्युसन खोज्छौ। यही सबटाइटल ट्रान्सफर्मेसनले नै रियल ग्रोथ हुने हो। त्यसैले याद राख, तिमी आज बिगिनर हौ, तर टुमारो डेभलपर बन्न सक्छौ। पर्फेक्ट मोमेन्ट कहिल्यै आउँदैन, तिमी इम्पर्फेक्ट भएर सुरु गर्छौ, मेसी कोड लेखेर सुरु गर्छौ, कन्फ्युज भएर सुरु गर्छौ, तर सुरु गर्छौ। किनकि डेभलपर बन्ने जोर्नी मोटिभेसनबाट होइन, एक्सनबाट सुरु हुन्छ। अघि साथीहरू, सबै मेरो चाहिँ पर्सनल ओपिनियनहरू हुन्। एज अ डेभलपरको हिसाबले मैले के च्यालेन्जेस गरेँ होइन, यो सबै कुराहरू तपाईँहरूमा सेयर गरेको छु। अनि तपाईँले कस्तो लाग्यो, भिडियो जस्तो लाग्यो त्यस्तै भनिदिनु होला। यसो तपाईँहरू प्र्याक्टिकल भिडियोहरू पनि हेर्न चाहनुहुन्छ र सिक्न चाहनुहुन्छ भने मेरो फेसबुक पेजलाई फलो गरेर जोडिराख्नु होला, त्यहाँनिर मैले अपलोड गरिरहेको छु। ओके, तपाईँहरूसँग म आफ्नो सेसनमा चाहिँ प्र्याक्टिकल भिडियो लिएर आउनुहुन्छ। त्यति दिनको लागि भिडियोहरू बिताउँछु। सी यु इन नेक्स्ट।